हेलो गाइजहरू सबैजनालाई नमस्कार छ। मेरो मिनी भ्लगमा बुढा चाहिँ चलाउँदैछ बाइक। आज चाहिँ हामी मुडे घुम्नु गएको छौँ 2 गते। भिडियो चाहिँ खासै मजाले गर्न पाइनँ कि पानी परेर एकदम सँगले पानी परेको गऱ्यो। एकदमै रमाइलो भइरहेछ। राके बजार नै लागिरहेछ। हामी चाहिँ मुडे घुम्न गएको। हजुरहरूलाई मुडेको भिडियो देखाउने छु, हेर्नुहोस् है। यो चाहिँ मुडेको होटेल है, एकदमै राम्रो छ घरहरू। अनि मेरो बुढा चाहिँ अगाडि हिँड्दैछ। यो चाहिँ मुडेको एकदम होटेलहरू हो, कस्तो राम्रो राम्रो घरहरू छ क्या, एकदमै राम्रो छ। अनि यता चाहिँ हामी उकालो जाँदैछौँ बुढासँग। एकदमै बुढा चाहिँ अगाडि हिँडिरहेछ, म चाहिँ नानी सुताएर भए पनि बोकेर हिँडिरहेको छु। यो चाहिँ घरहरू यहाँ परतिर कस्तो कुटी राम्रो राम्रो छ। यहाँ हेर न, फेरि बुढो चाहिँ हिँड्दैछ, हामी चाहिँ हिँड्दैछौँ मासतिर। हजुरहरूलाई म साइडबाट देखाउने छु। उहाँ चाहिँ गौतम बुद्धको चाहिँ मूर्ति टाउको मात्रै बनाउनु भएको छ मुडेमा। मुडे एकदमै राम्रो छ। हजुरहरू पनि घुम्न आउनु भएको छ होला। हेर्नु न, म चाहिँ बुढालाई भिडियो खिच्नु ल्याएर म चाहिँ नाच्दैछु कि, छोरी चाहिँ सुतिगएको छ। एकदम रमाइलो भएको छ। मान्छेहरू पनि घुम्न आउनु भएको छ, टिकटक बनाउनु भएको छ। एकदम मजाले घुम्न आउनु भएको छ। हजुरहरूलाई म यो दृश्य देखाउने छु। एकदमै राम्रो छ कि यो ठाउँ चाहिँ। त्यो पहाडीको डाँडामा चाहिँ एकदमै राम्रो छ भन्थ्यो। गइनँ, बुढा र म चाहिँ हिँड्नै हरेस लाग्यो। यहाँ चाहिँ यलम्बर पार्क राजाको चाहिँ सानो मूर्ति बनाउनु भएको रहेछ। पञ्चद्ध बाटोमा चाहिँ एकदमै ठुलो छ। यहाँ हेर्नु न, एकदमै राम्रो छ। मान्छेहरू आउनु भएको छ टिकटकहरू बनाउनु। एकदमै यहाँ चाहिँ यहाँ होटेल हेर्नु न, राम्रो छ, एकदमै राम्रो छ। हजुरहरू पनि घुम्न आउनु भएको छ होला, एकदमै राम्रो लाग्छ मलाई। हजुरहरूले मेरो चाहिँ युट्युब च्यानलमा लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनुहोस् होला। म एकदमै लाउने छु। यो पर्तिर चाहिँ कुटी हो कि, एकदमै राम्रो छ। कुटी चाहिँ कस्तो राम्रो छ कि, म गएन त्यहाँ चाहिँ भिडियो गर्नु। मैले माथिबाट चाहिँ गरेको। हामी खासै बजार लाग्यो भनेर छिटो छिटो घुम्नु मात्र आएको, एकैछिन मात्र। एकदमै मान्छेहरू हुनुहुँदो रहेछ, कसै टिकटक बनाउँदै हुनुहुन्छ है। मैले त्यो पनि भिडियो गरिदिएको थिएँ, नरिसाउनु होला। देख्नुभयो भने हजुरहरूले कमेन्ट गरिदिनुहोस् होला, राम्रो गरिदिनुहोस् होला। हामी चाहिँ उताबाट आएको कि, एकदमै राम्रो छ। हेर्नु न, कुहिरो लागेर पानी परिरहेछ। त्यो चाहिँ हाम्रो मौरे, कुहिरो लागेको एकदम कुहिरो लागेको चाहिँ मौरे हो। एकदमै पानी परिरहेको छ। एकदमै यहाँ चाहिँ घर हेर्नुहोस् है, कस्तो राम्रो छ। ल यहाँनिर क्या, यता कुटीहरू बस्ने ठाउँ कस्तो राम्रो छ। यहाँ बुढा चाहिँ मेरो बिजोग भएर, छोरी, यो चाहिँ छोरी मान्छेहरूको, उहाँहरू चाहिँ को हो, फोटो खिची माग्नुभयो, फोटो खिच्दै थियो मेरो बुढाले। एकदमै राम्रो छ। हजुरहरू पनि घुम्न आउनुहुन्छ भने एकदम राम्रो छ। हजुरहरूलाई चाहिँ अब म एकैचोटि राके बजारको देखाउने छु भिडियो। त्यति धेरै चाहिँ लामो बनाएको छैन, मुडेको चाहिँ ठिकै बनाएको छु। बुढा चाहिँ एकदमै नानी पक्रेर बसिरहेको छ। म चाहिँ बिजोग हुँदै भिडियो बनाएको छु कि, पानी परेर। यहाँ हेर्नुहोस् होला, राके बजार आइपुग्यो। हजुरहरू को आउनु भएको छ एकदमसँगले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। रमाइलो छ एकदमै दिन। साउन 2 गतेको दिन चाहिँ आज मैले हातमा मेहन्दी चुराहरू किनिसकेँ बुढाले किन भनेर। ट्राफिकहरू, यो चाहिँ उकालो थामडाँडा जाने साइड हो हाम्रो मौरेको। मान्छेहरू एकदमै धेरै हुनुहुन्छ क्या। छोटो भिडियो नि बनाएको छु मैले, धेरै भिडियो त बनाएको छैन। हजुरहरूलाई भिडियो देखाउनु लाइक कमेन्ट सेयर गरिदिन्छ नबिर्सिदिनुहोस् होला। एकदम माया गरिदिनुहोस् होला। अझै म लामो भिडियो लिएर आउने छु। हजुरहरूलाई एकदमै रमाइलो गर्दै हुनुहुन्छ कि, यहाँ दुःख परेको बेलामा एकदम सुख गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ पसल यति लागेको थियो कि, मान्छे धेरै हुनुहुन्थ्यो पसलभन्दा। अनि पसल चाहिँ 1-2वटा लाग्नु भएको थियो। यहाँ चाहिँ दुःखसँगले नाच्दै के जति गीत बजाउँदै नाचिदिँदै हुनुहुन्छ दुःख परेको मान्छेलाई चाहिँ होइन। मैले चाहिँ पैसा आएपछि फर्केपछि दिएँ, त्यो चाहिँ भिडियो बनाइनँ होइन। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? आँखा पोखरी भन्नुहुन्थ्यो नि, आँखा पोखरी चाहिँ एकदमसँगले आँखा पोखरी चाहिँ पहिला चाहिँ पानी थियो भने अहिले चाहिँ पानी थिएन क्या आँखा पोखरीमा। हजुरहरूलाई म देखाउने छु। आँखा पोखरी चाहिँ हेर्नुहोस् है, हरियो छ, एकदम गुलाफुलहरू छ छेउछेउमा। हेर्नु त, आँखा पोखरीमा चाहिँ अहिले चाहिँ पानी छैन। यहाँ चाहिँ घर बाइक अगाडि थियो क्या, त्यही भएर मलाई गर्नु नि अलिक अप्ठ्यारो भयो। यो माथि हेर्नुहोस् न, कस्तो मान्छेहरू पनि धेरै हुनुहुन्छ, रमाइलो छ एकदमै। हजुरहरूको चाहिँ के भयो, ह्याप्पी माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति भन्दै यति भन्दै हजुरहरूलाई मैले छोटो भिडियो यहीँ समाप्त गर्ने। टाटा बाई। हजुरहरूलाई मेरो मिनी भ्लगमा च्यानलमा